डिस्कभरी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको नेतृत्व छनौटका लागि निर्वाचन गरिएको छ। धनगढी 8 कान्तिपुर टोलमा रहेको डिस्कभरी स्कुलले विद्यालय क्याप्टेन, भाइस क्याप्टेन, अनुशासन क्याप्टेन, सरसफाई क्याप्टेन र भाषा क्याप्टेन छनौटका लागि निर्वाचन गरेको हो। निर्वाचन मार्फत चुनिएका क्याप्टेनहरूले विद्यालय प्रशासनसँग समन्वय र सहकार्य गरी विद्यालय र विद्यार्थीको हितका लागि काम गर्ने जनाइएको छ। विद्यालयले नमुना निर्वाचनका लागि निर्वाचन आयोग गठन गरी निर्वाचन प्रक्रिया अगाडि बढाएको हो। विद्यार्थीहरूले 3वटा संगठन दर्ता गरी क्याप्टेन छनौटका लागि निर्वाचनमा हुमेका थिए। निर्वाचन आयोगले दिएको समयअनुसार उम्मेदवारहरूले आफ्ना एजेन्डा विद्यार्थीहरूमाझ प्रचार प्रसार गरेका थिए। लोकतन्त्रको महत्त्वपूर्ण पक्षको रूपमा रहेको निर्वाचन प्रणालीबारे विद्यार्थीलाई व्यावहारिक ज्ञान सिकाउन, असल नेतृत्व छनौटको अभ्यास गराउन र विद्यालय तहदेखि नै नेतृत्व विकास गर्ने उद्देश्यले नमुना निर्वाचन गरिएको प्रिन्सिपल योगेन्द्र सिंहले बताउनुभयो। यो देशलाई लिडिङ गर्ने, यो देशलाई हाँक्ने भनेका अहिलेका विद्यार्थीहरू हुन्। तसर्थ यी विद्यार्थीहरूले यो निर्वाचन प्रक्रिया भनेको के हो र लिडिङ कसरी गर्ने, हाम्रो चाहिँ मागहरू के छन्, हामीले चाहिँ यो विद्यालयमा कस्ता किसिमका क्रियाकलापहरू, कस्तो किसिमको सुधारहरू, पढाइ, विद्यार्थीको अतिरिक्त क्रियाकलाप लगायत अन्य कुराहरूमा चाहिँ कसरी हामी चाहिँ सहकार्य गर्न सक्छौँ भनेर विद्यार्थी भाइ बहिनीहरूले प्रचार प्रसारको समय थियो, उहाँहरूले प्रचार प्रसारहरू पनि गर्नुभयो। उहाँहरूले आफ्ना योजनाहरू पनि विद्यार्थीहरूमाझ राख्नुभयो र विद्यार्थी भाइ बहिनीहरूलाई हामीले एउटा सानो सेसन पनि दियौँ। भोट हाल्ने प्रक्रिया कसरी गर्नुपर्छ, किन कसलाई भोट हाल्ने भन्ने कुराहरूमा पनि विविध हामीले विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रमै गरेर चाहिँ ज्ञान दियौँ र विद्यार्थी भाइ बहिनीहरूले धेरै कुराहरू सिक्नुभएको छ। हामीलाई पनि आशा छ यो नमुना निर्वाचनले विद्यार्थी भाइ बहिनीहरूलाई चाहिँ एउटा सकारात्मक सन्देश फैलाउनेछ र आगामी निर्वाचन 2084 मा आउने निर्वाचनलाई पनि यो नमुना निर्वाचनले केही थप सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु। यो विद्यार्थी भाइ बहिनीहरूकै भलाइका लागि, उहाँहरूकै गतिविधि चाहिँ यो समग्र रूपले विकास गर्नका लागि हामीले चाहिँ यो निर्वाचन अगाडि बढाएका हौँ। कतिपय कामहरू हामीले नदेखेका हुन सक्छौँ, विद्यार्थीको भावना नबुझेका हुन सक्छौँ। त्यो अवस्थामा विद्यार्थी भाइ बहिनीहरूले चाहिँ आफ्नो लिडरलाई भन्न सक्नुहुनेछ नि त। आफ्ना समस्याहरू, आफूले चाहिँ चाहेको कुराहरू के छ भन्ने कुराहरू विद्यार्थी भाइ बहिनीहरूले लिडर मार्फत चाहिँ हामीलाई कुरा पुर्याउनुहुन्छ र त्यो कुराहरू चाहिँ जायज छ, गर्न लायकको छ र त्यसले गर्दा चाहिँ विद्यार्थीको समग्र विकास हुन्छ भने विद्यालय त्यसमा पछि पर्ने छैन र छनौट हुने विद्यार्थी भाइ बहिनीहरू पनि लगभग राम्रै छनौट हुनुहुनेछ भन्ने हामीलाई लागेको छ र यस अर्थमा जहाँसम्म विद्यालय चाहिँ यो विकासका गतिविधिहरू विद्यार्थीको समग्र विकासका लागि पछाडि पर्नेवाला छैन। संस्थागत विद्यालयलाई किताबी ज्ञान र घोकन्ते शिक्षामा मात्र जोड दिन्छन् भन्ने आरोप लागिरहेको समयमा डिस्कभरी स्कुलले भने देशका लागि असल नेता उत्पादन गर्ने उद्देश्यले निर्वाचन गरेको हो। निर्वाचन प्रक्रियाले विद्यार्थीहरूमा नेतृत्वको भावना विकास हुने, विद्यार्थीहरूमाझ लोकप्रिय कसरी बन्ने र कसरी सबैको मन जित्न सकिन्छ भन्ने जस्ता व्यावहारिक पक्षहरूको सिकाइ हुने अपेक्षा गरिएको छ। उम्मेदवार विद्यार्थीहरूको भनाइ यस्तो छ। सम्पूर्णमा नमस्कार, मेरो नाम अनुप्राज गिरी। म यस डिस्कभरी माध्यमिक विद्यालयको 2082 सालको विद्यालय निर्वाचनमा म आफ्नो पार्टी ज्ञानको रोशनी नामक पार्टी खोलेर विद्यालय कप्तानको लागि उम्मेदवार बनेको छु। हामीहरूले यो उम्मेदवारी दर्ता गर्नुको खास कारण यो छ कि हामीले पछि भविष्यमा गएर एउटा गुड क्यान्डिडेट बन्न सक्छौँ, गुड नेतृत्व गर्न सक्छौँ र म आफैले पनि नेतृत्व दिनुको खास कारण यो छ कि म भविष्यमा गएर मेरो सपना राजनीतितिर भएकोले म देश विकास गर्न सक्छु, देशको नेतृत्व गर्न सक्छु। यसको सुरुवात मैले चाहिँ विद्यालय स्तरबाट नै, ग्राउन्ड रुटबाट नै सिक्नुपर्छ भन्ने उद्देश्यले मैले उम्मेदवारी दिएको हुँ। योभन्दा अगाडि पनि मैले यस विद्यालय डिस्कभरी माध्यमिक विद्यालयको जुनियर रेड क्रस सर्कलको चाहिँ अध्यक्ष भएर नेतृत्व गरेको थिएँ र त्यसबाट पनि मैले धेरै कुरा सिक्ने मौका पाएँ र त्यसमा अध्यक्ष हुँदाखेरि पनि मैले विद्यालयमा थुप्रै गतिविधि गरेँ। समाजका लागि मैले हित हुने थुप्रै रक्तदान कार्यक्रम सञ्चालन गरेँ, थुप्रै मानव सेवाका लागि सामाजिक कार्यहरू गर्दै गरेँ, सरसफाइका कार्यहरू। र यो साल पनि मैले जित्यो भने पछि म राष्ट्रको लागि एउटा गुड क्यान्डिडेट बन्न सक्छु भनेर यहाँबाट सिक्नेछु। सबैलाई नमस्कार, मेरो नाम चाहिँ ज्ञानराज उपाध्याय। यसै डिस्कभरी माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्र। हाम्रो विद्यालयमा चाहिँ आज चाहिँ हाम्रो विषयवस्तुहरू, सामाजिक विषयवस्तुहरूमा रहेको कुराहरू एज अ थ्योरिटिकल्ली हामीहरूले पढिरहेका छौँ र त्यो कुराहरू चाहिँ आज हाम्रो स्कुलमा प्र्याक्टिकल्ली भइरहेको छ।
र त्यस निर्वाचन प्रक्रियामा चाहिँ म आफू चाहिँ एज अ ल्याङ्ग्वेज क्याप्टेन उठिरहेको छु। हामीले आफूले उम्मेदवारिता जनाएको छु। ल्याङ्ग्वेज क्याप्टेन भनेपछि अब भाषा अब एज अ यो डिस्कभरी इङ्ग्लिस बोर्डिङ स्कुल एउटा इङ्ग्लिस मिडियम स्कुल हो र इङ्ग्लिस मिडियम स्कुल भनेपछि इङ्ग्लिस बोल्न आउनै पर्ने हुन्छ र म चाहिँ आफू ल्याङ्ग्वेज क्याप्टेन बनिसकेपछि केही नयाँ राम्रो कुराहरू गर्ने, बच्चाहरूलाई इङ्ग्लिस बोल्नमा मद्दत पुगोस्। अब आफ्नो उहाँको अभिभावकहरूले यहाँ हाम्रो विद्यालयमा चाहिँ बच्चाहरू इङ्ग्लिस सिकुन्, राम्रो बनुन् र भविष्यमा केही राम्रो काम गरून् भनेर पठाएका छन्। त्यसकारण उहाँको इच्छा पुरा गर्नको लागि, उहाँको बच्चाहरूको भविष्य राम्रो होस् भन्नका लागि हामी भन्दा पनि म आफू चाहिँ ल्याङ्ग्वेज क्याप्टेन बनिसकेपछि एउटा ल्याङ्ग्वेज इङ्ग्लिस, हाम्रो इङ्ग्लिसमा बोल्ने एउटा वातावरण क्रिएट गर्नेछु। एउटा इङ्ग्लिस भनेपछि एउटा इन्टरनेसनल ल्याङ्ग्वेज हो। त्यसका लागि चाहिँ म यहाँ केही नियम कानुनहरू बनाउने छु र सबैलाई सकेसम्म इङ्ग्लिस बोल्न मद्दत पुगोस् र भविष्यमा सजिलो होस् भन्न चाहिँ म यहाँ उम्मेदवारिता जनाएको छु। सम्पूर्णमा नमस्ते, मेरो नाम सुभाष घरती। आज यस हाम्रो विद्यालयमा आयोजना भएको निर्वाचन प्रणाली अनुसार म आफै नै अनुशासन विधाबाट उम्मेदवारी दिएको छु। यदि म यस उम्मेदवारीबाट जित्यो भने म चाहिँ विद्यालयको अनुशासनलाई नियन्त्रण गर्नेछु र विद्यालयमा गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि पहल गर्नेछु। प्राथमिक तहका संयोजक कमलबहादुर साईले देशमा असल नेतृत्व छनौट गर्न नसक्दा जनताले दुःख पाउने भएकाले विद्यालय तहबाट नै विद्यार्थीलाई असल नेतृत्व छनौट गर्न सिकाउने उद्देश्यले निर्वाचन गरिएको बताए। विद्यार्थीहरूलाई चाहिँ भविष्यमा चाहिँ आफ्नो नेतृत्व छनौट कसरी गर्ने, असल नेतृत्व छनौट गर्ने कुराहरू, निर्वाचनमा भाग लिने कुराहरू, आफ्नो एउटा निर्वाचनमा भाग लिने भनेको एउटा चाहिँ हाम्रो नागरिकको चाहिँ कानुनी कर्तव्य पनि हो। कर्तव्य बोध गराउने कुराहरू कसरी गरेर चाहिँ नेतृत्व छनौट गर्ने भन्ने विषयमा ज्ञान दिनका लागि कक्षा कोठामा उनीहरूले सामाजिक अध्ययन विषयमा चाहिँ एउटा सैद्धान्तिक कुरा सिकेका थिए। त्यसलाई हामीले व्यवहारमा यो प्रयोगात्मक रूपमा चाहिँ प्र्याक्टिकल्ली चाहिँ हामीले चाहिँ अभ्यासमा गर्ने गरेर व्यवस्था गरेका छौँ, जसमा चाहिँ हामीले चाहिँ जे छ त्यो सिस्टम सकेसम्म सबै कुराहरू प्रबन्ध मिलाएर अनि चाहिँ यसलाई व्यवस्था गर्दाखेरि 3वटा चाहिँ सङ्गठन दर्ता गरेर विद्यार्थी भाइ बहिनीहरूले 5वटा पदका लागि विद्यालयको क्याप्टेन, सहायक क्याप्टेन, अनुशासन, भाषा र सरसफाइ क्याप्टेन गरेर 5वटा विधामा चाहिँ हामीले प्रतिनिधिहरू उठाएर हिजो अस्ति नैदेखि नै एउटा प्रक्रियागत ढङ्गले हामीले नमुना निर्वाचन आयोग गठन गरेर त्यसका कर्मचारीहरू गठन गरेर अनि थप निर्वाचन मतदानको लागि आवश्यक पर्ने कर्मचारीहरू गठन गरेर संविधान बमोजिम, कानुन बमोजिम चाहिँ गरेर विद्यार्थीहरूलाई चाहिँ यो नमुना निर्वाचन हामीले आज यहाँ सञ्चालन गरेका छौँ। यसले गर्दाखेरि बच्चाहरूमा चाहिँ एउटा लोकतान्त्रिक परिपाटीको पनि अभ्यास हुन्छ। भोलिका दिनमा चाहिँ आजका विद्यार्थी भनेको भोलिको कर्णधार हो, देशको भविष्यको चाहिने खम्बाहरू हो। यिनीहरूको हातमा सबै कुराहरू हुने हुँदा कारणले अहिले चाहिँ देशले चाहिँ धेरै ठुलो चाहिँ विडम्बना बेहोर्नु परेको छ। एउटा असल नेतृत्व छनौट गर्न नसक्ने भएको कारणले आजको यो चाहिँ प्र्याक्टिकलले चाहिँ बच्चाहरूले आउने 84 सालमा चाहिँ आफ्नो प्यारेन्ट्सहरूलाई पनि कसरी गर्न चाहिँ एउटा गुड लिडरसिप चुन्ने भन्ने कुराले पनि यिनीहरूले चाहिँ बच्चाहरूले आफ्नो प्यारेन्ट्सहरूलाई चाहिँ गाइड गर्न सक्ने हिसाबले पनि हामीले यो गरेका हौँ। यसले चाहिँ बच्चाहरूमा जे होस् राम्रो चाहिँ प्रभाव पर्छ भन्ने आशा लिएका छौँ। हाल कक्षा 10सम्म सञ्चालित डिस्कभरी माध्यमिक विद्यालयमा 1900 भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्। छोटो समयमा उत्कृष्ट शैक्षिक गतिविधि मार्फत विद्यार्थी र अभिभावकको मन जित्न सफल डिस्कभरी माध्यमिक विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न